ईशान पाण्डे, बसिर अहमद, हेमन्त धामी जस्ता प्लेयरहरूले नेपाली क्रिकेटको भविष्यलाई कस्तो दिशातिर लैजान सक्छन् त? के यी प्लेयरहरू अब नेपाली क्रिकेट टिममा आफ्नो ठाउँ बनाउनको लागि तयार छन् त? यी प्लेयरहरूको क्याम्प लिस्टमा नाम आएदेखि नै यिनीहरूको चर्चा बढ्दै गइरहेको छ। नेपाली फास्ट बलिङको हालत एकदमै निराशाजनक रहिरहेको छ। अब सम्पाल कामी, करण केसी जस्ता प्लेयरहरू नेपाली क्रिकेट टिममा धेरै रहँदैनन्। अब नेपाली क्रिकेट टिममा नयाँ फास्ट बलरहरू आउन जरुरी छ, जसले नेपाली फास्ट बलरलाई लामो समयसम्म लिएर जान सकोस्। आज हामी यी दुईटै टपिकमा कुराकानी गर्नेछौँ र लास्टमा तपाईहरुका टप 4 कमेन्टहरू पनि पढ्नेछौँ। च्यानललाई सब्स्क्राइब गर्नुस्, भिडियोलाई लाइक गर्नुस्, डिटेलमा कुरा गरौँ। होली पर्वको सबै नेपालीहरूमा धेरै धेरै शुभकामना। आशा गर्छु सबै केटाहरू सिंगलबाट मिंगल हुन पाउन्। ह्यापी होली। क्यानले शुक्रबार साँझ क्याम्प लिस्ट सार्वजनिक गरिसकेको छ। त्यो कुरा तपाईहरुले थाहा नै पाइसक्नु भएको होला। धेरै जसो पुरानो प्लेयरहरूले नै मौका पाइरहेका छन्। नेपाली ओडीआई क्रिकेट टिम भने अहिले बिस्तारै बिस्तारै तल खस्दै गइरहेको छ। 10 मार्चबाट सुरु हुने सीडब्ल्यूसी लिग 2 का खेलहरू नेपाली क्रिकेट टिमको लागि एकदमै महत्त्वपूर्ण हुनेछन्। यी 4 खेलहरूले नेपाली ओडीआई क्रिकेटको भविष्यमाथि र कयौं ओडीआई प्लेयरहरूको करियरमाथि पनि क्वेशन उठ्नेछ। त्यसैले यी 4 म्याचहरू नेपाली ओडीआई क्रिकेटको लागि मात्र नभई नेपाली ओडीआई प्लेयरहरूको लागि पनि एकदमै महत्त्वपूर्ण छ। 2027 को ओडीआई वर्ल्ड कपको रेसमा अहिले हामी एकदमै तल छौं। यदि हाम्रो टिमको ओडीआई हालत सुधार्न सकेन भने ओडीआई स्टार्टर पनि नेपाली क्रिकेट टिमको हातबाट जान सक्छ। त्यसैले बेलैमा बुद्धि पुर्याइहाल्नु पर्छ। पछिल्ला 8 वटा ओडीआई खेलहरू मध्ये हामीले 5 वटा ओडीआई हारिसकेका छौं। यो धेरै ठूलो नम्बर हो। स्टुडलको यो प्रकारको ओडीआई को कोचिङ निराशाजनक रहेको छ। क्याम्प लिस्टमा भने धेरै यस्ता प्लेयरहरू छुटेका छन् जुन ओडीआई स्पेशलिस्ट छन्। यिनीहरूलाई नेपालको ओडीआई को भविष्य पनि भन्ने गरिन्थ्यो, तर यिनीहरू बिस्तारै हराउँदै गइरहेका छन्। आज हामी मुख्य गरी 3 वटा प्लेयरको कुरा गर्नेछौँ। हेमन्त धामी, ईशान पाण्डे, बसिर अहमद। के यी प्लेयरहरू नेपाली क्रिकेट टिमको प्लेइङ 11 मा पर्नको लागि तयार छन् त? पहिलो नम्बरमा कुरा गरौँ ईशान पाण्डेको। डाक्टर पाण्डे अहिले नेपाली ओडीआई क्रिकेट टिमको लागि धेरै नै महत्त्वपूर्ण देखिन्छन्। अहिले भर्खरै चलिरहेको जय ट्रफीमा पनि ईशान पाण्डेले 300 प्लस रन बनाएर हाईएस्ट रन स्कोररको रूपमा टपमा छन्। उनले जय ट्रफीमा मात्र नभई पीएम कपमा पनि 300 प्लस रन बनाइसकेका छन्। ईशान पाण्डे लगातार डोमेस्टिक टुर्नामेन्टहरूमा आफूलाई प्रुभ गर्दै आइरहेका छन्। 2026 को जय ट्रफीमा मैले उनलाई आँखा लगाएर हेरिरहेको थिएँ। उनको प्रदर्शन प्रशंसा गर्न लायकको थियो। ईशान पाण्डेले जय ट्रफीमा यस्तो सिचुएसनमा रन बनाइरहेका थिए जब उनको ब्याटिङ कोल्याप्स भइरहेको थियो। बलरसँग पार्टनरशिप लगाउँदै उनले ठूला ठूला इनिङहरू खेल्न सफल भए। स्पेशली उनले स्पिनरहरूलाई एकदमै राम्रोसँग खेले। हाम्रो आउँदै गरेको ओडीआई म्याचहरूको लागि पनि स्पिनरहरूलाई एकदमै राम्रोसँग खेल्न सक्ने ब्याटरहरूको जरुरत नै छ। ईशान पाण्डेको प्रदर्शन देखेर मलाई भुर्तेलको चिन्ता लागिरहेको छ। कुशल भुर्तेल कन्सिस्टेन्ट रन बनाइरहेका छैनन्। स्पिनर माथि त झन कुशल भुर्तेलको पुरानै लफडा चलिरहेको छ। यदि कुशल भुर्तेल कन्सिस्टेन्ट रन बनाउँदैनन् भने क्यानले ईशान पाण्डेलाई 100% चान्स दिन्छ। मेरो हिसाबमा ईशान पाण्डेको डोमेस्टिक प्रदर्शन देखेर ईशान पाण्डेलाई नेपाली क्रिकेट टिममा 100% चान्स मिल्नै पर्ने हुन्छ। अब अर्को प्लेयरको कुरा गरौँ, त्यो हुन् हेमन्त धामी। म त चाहन्थे हेमन्त धामी 2026 को टी20 वर्ल्ड कपमा पनि रहन्, तर त्यो हुन पुगेन। हेमन्त धामीको फास्ट बलिङ एकदमै राम्रो रहेको छ। स्पेशली उनको स्लोअर बल एकदमै खतरनाक देखिन्छ। हेमन्त धामीको एभरेज स्पिडको कुरा गर्ने हो भने 130 प्लस छ। अहिले सोमपाल कामी र करण केसी अब नेपाली क्रिकेट टिममा 2 या 3 वर्ष भन्दा ज्यादा रहँदैनन् होलान्। यो रियालिटीको कुरा हो। यदि नेपाली क्रिकेट टिममा पर्नको लागि उनीहरूको फिटनेसले साथ दिनुपर्छ। यी दुई बलरहरूको रिप्लेसको लागि हामीलाई 2टा नयाँ फास्ट बलरहरू ब्याकअपको लागि अनिवार्य चाहिन्छन्। त्यसको लागि हेमन्त धामी एकदमै पर्फेक्ट चोइस हुन्। नेपाली क्रिकेट टिममा अहिले एउटा राम्रो फास्ट बलरहरूको जरुरत छ, जसले नेपाली क्रिकेट टिममा लामो समयसम्म खेल्न सकोस्। यदि नेपाली क्रिकेट टिमले हेमन्त धामी माथि दाउ खेल्छ भने त्यो राम्रो रहन सक्छ। उनको बलिङमा धेरै प्रकारका भेरिएसन छन्। हामीहरूले एनपीएलमा उनको प्रदर्शन देखेकै थियौं। अब अर्को प्लेयरको कुरा गरौँ, बसिर अहमदको। म बसिरलाई नेपाली क्रिकेट टिमको ओडीआई र टी20 को बेस्ट प्लेयर बनेको हेर्न चाहन्छु। बसिरसँग ओडीआई र टी20 दुईटैको गेम छ, तर यसको लागि क्यानले उनलाई मौका दिनुपर्छ। मैले बसिर अहमदको बारेमा धेरै नै बोलिसकेको छु र धेरै नै भनिसकेको छु। बसिर अहमद भन्दा राम्रो माइन्डसेट भएको प्लेयर नेपालमा छैन। जब टिम प्रेसरको सिचुएसनमा छ भने उनी सजिलै रन बनाउन सक्छन्। त्यो कला बसिर अहमदमा छ। हामीले कर्णाली याक्स विरुद्धको म्याचमा देखेका पनि थियौं। एउटा ग्रेट ब्याट्सम्यान चिन्नु छ भने प्रेसरको सिचुएसनमा ग्राउन्डमा उसको माइन्डसेट कस्तो छ त्यो चिन्न जरुरी हुन्छ। बसिर अहमदको ग्राउन्डको ब्याटिङ एटिट्युड धेरै ग्रेट प्लेयरहरूको ब्याटिङ एटिट्युडसँग मिल्छ। उनी प्रेसर सिचुएसनमा एकदमै शान्त देखिन्छन् र म्याचलाई अन्तिमसम्म लिएर जान सक्छन्। बसिर अहमद केवल ब्याटिङमा मात्र सीमित छैनन्, टिममा एउटा लेफ्ट आर्म स्पिनरको भूमिका पनि सजिलै निभाउन सक्छन्। ओडीआई क्रिकेटमा धैर्यतासँग ब्याटिङ गर्न सक्ने प्लेयर सधैँ रन बनाउन सक्छ। मैले बसिर अहमदलाई धेरै नजिकबाट भालेन्दाईको चस्मा लगाएर हेरेको छु। बाजको जस्तो मेरो नजर कहिले धोका खाँदैन। राम्रो प्लेयरलाई त म यू चिन्न सक्छु। यी 3 वटा प्लेयरहरू नेपाली क्रिकेट टिमको भविष्यको लागि र अहिलेको लागि पनि एकदमै महत्त्वपूर्ण देखिरहेका छन्। त्यसैले यिनीहरू टिममा पर्न जरुरी छ। अब पालो तपाईहरुको क्वेशनको। तपाई फेस कहिले रिभिल गर्नुहुन्छ? यो मलाई नि थाहा छैन कि म कहिले फेस रिभिल
रिभिल गर्छु भनेर, तर म यसको लागि अहिले तयार छैन। यदि मैले अहिले फेस रिभिल गर्नुपर्ने हो भने सायद मैले युट्युब छोड्नु पर्ने हुन्छ। 1-2 जना बाहेक अरू कसैलाई नि थाहा छैन कि म युट्युबमा भिडियो बनाउँछु भनेर। मलाई यो समाजको हेर्ने नजरदेखि डर लाग्छ। मसँग अहिले त्यो लेभलको कन्फिडेन्स छैन। मैले कुनै त्यति ठुलो अचिभमेन्ट गरेको पनि छैन। त्यसैले मलाई लाग्छ कि अहिले म फेस रिभिलको लागि लायक छैन। एउटा लुजरबाट केही बन्नु छ। दोस्रो क्वेशन, दाइ तपाईँ भोट केमा दिनुहुन्छ? यसको लागि मैले अलिकति पनि सोच्नै पर्दैन। मेरो भोट 100% बालेन दाइलाई जान्छ। अब तेस्रो क्वेशन, राष्ट्रिय टोलीमा युवा खेलाडीहरूलाई कसरी अवसर दिइन्छ? यसको लागि कुनै पनि इक्जाम दिनु पर्दैन, तर घरेलु प्रतियोगिता जस्तै पीएम कप, जय ट्रफी, अरू डोमेस्टिक टुर्नामेन्टहरूमा राम्रो प्रदर्शन गरेपछि क्यानले आफै नै सिलेक्ट गर्छ। कुनै कुनै प्लेयरहरू ठूलो नामको कारणले टिममा पर्ने गर्छन्। यदि तपाईँ क्रिकेट खेल्दै हुनुहुन्छ या नेपाली क्रिकेट टिममा खेल्न चाहनुहुन्छ भने कुनै राम्रो क्रिकेट एकाडेमीमा जानुहोस् र एकाडेमीले तपाईँहरूलाई चान्स दिन्छ। तपाईँहरू खेल्ने कुनै लिगहरूको बारेमा भन्नु छ भने एउटा कमेन्ट गरिदिनुस्, म त्यसको लागि हाजिर छु। अब अन्तिम कमेन्टको कुरा गरौँ। यो कमेन्ट मेरो जीवनको सबैभन्दा स्पेशल कमेन्ट मध्ये एक हो। दाइ तपाईँको सपना युट्युबर बन्ने कि केही अरू? यो क्वेशनको एन्सर लगभग मैले 10 दिनपछि दिँदैछु, तबसम्म पनि मैले कुनै पनि एन्सर पाउन सकेन यो क्वेशनको। यो क्वेशनको लागि 100 तोपको सलामी दिन चाहन्छु तिमीलाई। साँच्चै कसम झुट बोलेको भए अहिले धरतीमा छिरिजाऊ। मलाई पनि थाहा छैन कि म के बन्ने भनेर। 10 मिनेटमा मेरो सपना चेन्ज हुन्छ। अब त लक्का जवान केटा भइसके। गाउँमा हिँड्दाखेरि छोराछोरी कति छन् भनेर सोध्छन्। यता फेरि चाउमिन खाने पैसा पनि पाउलेलाई हालिदिनु पर्छ। के को युट्युबर बन्ने सपना देख्ने त? पढाइ भनेको मेरो आकाशको तारा जस्तो भइसक्यो, जसलाई मैले कहिले नछुन सक्ने। मेरो जिन्दगी क्या बेकार छ, तर पनि पुरा मस्त छ।